फर्सीको सब्जी भन्ने बित्तिकै फर्सीको सब्जी पकाउने बित्तिकै चाहिँ मकैको भात आहा भनेर सम्झिने चाहिँ को हुनुहुन्छ तपाईँहरू। म चाहिँ आज मकैको भात बनाउनलाई मकैको चावल हेर्दैछु। मकैको चावललाई मैले मजाले दुईचोटि पखालेँ। दुईचोटि मजाले पखालेर चाहिँ फेरि धानको चावल पनि मैले त्यहीँ एड गरिदिएँ। धेरै मकैको चावल र मैले थोरै चाहिँ अर्को चावल हालेकी छु अनि मजाले दुईटैलाई मजाले पखालेँ। चलाइ पखालेर यो पानी चाहिँ मैले एउटा डिब्बामा भरेर राख्छु। किन राख्छु भन्नुहुन्छ भने यस्तो यो सब्जीको यस्तो पानीहरू चावलहरू पखालेको पानी गमलामा लगाइदिनुपर्छ कि मजाले आउँछ फुलहरू पनि। र यसलाई मैले यसरी धोएर राखिदिएँ। यतातिर सिमला मिर्चको सब्जी बनाउन पनि काटेर रेडी गरेको छु। अनि यो चाहिँ फर्सीको लागि अब फर्सी गुलियो हुन्छ अलि मजाले चटपटा मसला लगाउनुपर्छ भनेर चाहिँ लसुन अदुवा अनि अकबरे खोर्सानीलाई चाहिँ मैले त्यहाँ टुक गरेर पिसेँ। यतातिर कराईमा तेल तताएँ, मेथी पड्काएँ अनि फर्सीलाई लगाएर म चलाउँदैछु। फर्सीमा चाहिँ मैले आज सोयाबिन मिक्स गरेर पकाउँदैछु। सोयाबिन र फर्सी एकदम राम्रो पनि लाग्छ। मेरो बच्चाहरूलाई पनि सोयाबिन यति धेरै खान्थे सानोमा। मेरो छोराले त जिम गरेर आएर सोयाबिनको त जुसै बनाएर खाने गर्थ्यो। र सोयाबिन हामी सबैको फेभरेटै हो। र अघि कुटेको मसला पनि यसमा मैले लगाएँ र मजाले यसरी चलाउँदै पकाउँदै गरेर टमाटर पनि मैले एड गरिदिएँ। टमाटर एड गरेर सबै मसलाहरू सबैतिर लाग्ने गरी चलाएपछि यसलाई थोरै पानी हालेर छोपेर छोडिदिने। यतातिर फेरि सिमला मिर्च पकाउनको लागि मैले कराईमा रेडी गर्दैछु प्याज अनि आलु पहिले पकाउने। किनभने यो सिमला मिर्च त यतिकै काँचै पनि खान सकिन्छ क्या। यो रातो पहेँलो सिमला मिर्च यसलाई पकाइरहनु पनि पर्दैन, काँचै पनि खान सकिन्छ। र पहिले चाहिँ आलुलाई मैले मजाले भुट्दै पकाउँदै रातो हुन्जेलसम्म मजाले आलुलाई पकाएँ। र यसरी एकछिन चलाएर चाहिँ एकछिन छोपेर राखिदिने आलुलाई। यता फर्सी पनि हेर्नु न मजाले पाकिवरी रेडी भइसकेछ। फेरि पनि अझै एकछिन पकाउँछु है भनेर चाहिँ यो फर्सी चाहिँ मलाई यसरी चाना भन्दा पनि नि पुरा दबदबे भएको दामी लाग्छ क्या। फेरि छोपिदिएँ। यता आलु पनि पाकेर हेर्नु त रातो भइसकेछ। कस्तो दामी रातो लाग्दैछ। लगभग आलु पाकी पनि सक्यो। अब यसलाई म एड गरिदिन्छु सिमला मिर्च मैले एड गर्दै। सिमला मिर्च धेरै पकाउनै पर्दैन। एकछिन पर्ल्याक पुर्लुक पार्ने ओर्ने एकछिन उल्टै पल्टै चलाएपछि यो त लगभग रेडी भइसक्छ। यो रेडी पनि भइसक्यो। अब म टमाटर र टिमुरको अचार बनाउँछु भनेर यसमा मैले 2टा टमाटर पनि लगाएर चाहिँ अचार बनाउनको लागि टमाटर त्यहाँ लगाइदिएँ। मेरो फर्सीको सब्जी चाहिँ यतै मजाले पाकेर बुक्लुक उम्लिँदैछ। अब यो चाहिँ लगभग रेडी भयो। यसलाई म ग्यास अफ गरिदिन्छु। यतातिर मेरो टमाटर पनि रेडी भइसकेको छ अब अचार बनाउनको लागि। अब टमाटरलाई पनि निकाल्छु र म यसलाई पनि ग्यास अफ गरिदिन्छु। मेरो बुढालाई चाहिँ फेरि एउटा सब्जीले हुँदैन, दाल अनिवार्य चाहिन्छ। दाल नभएको दिन चटनी, अर्को बुटुवा सब्जी के चाहिरहन्छ क्या। यतातिर मैले चाहिँ टिमुरलाई पिसेँ सिलबट्टामा, थोरै अदुवा पनि लगाएँ। अनि अब अघि लगाएको टमाटर, अघि उसिनेको टमाटर लगाएर चाहिँ मजाले पिसेँ टिमुर र टमाटरको चटनी। अब खाना खाने बेला भयो। यस्तो भोक लागिरहेछ अनि कति बेला खानु जस्तो भएको छ क्या यो मकैको चावल अनि यो सब्जीहरू सबैसँग कति बेला चाहिँ खानु जस्तो भएको छ। पहिले सानामा यो मकैको भात पकाएको दिन नखानु, खाए पनि अलिकति दुधसँग मात्रै खानु जस्तो लाग्थ्यो। अहिले चाहिँ यति